तपाईहरुले नि देख्नु नै भएको छ नि सामाजिक सञ्जालमा। हामीले तिरेको कर उपयोग गर्ने, आफू मौज मस्ती गरेर हिँड्ने, आफूले के गरेको भनेर पनि लेख्नु भएको। म हिजो एउटा कार्यकर्ता राजनीतिक दलको हुँदा नागरिक समाज हुँदा के गर्थे भने यो काम हामी भयो भने सबै पुरा गर्छौँ, यो भ्रम हो, भोलि हेर्दै जाने त हो नि, यही समाजमा बस्ने हो, हिजो नि देखेको अब भोलि पनि देख्ने नै हो कि के गर्नुभयो कसो गर्नुभयो भने। यो एक हातले ताली बजेको अहिलेसम्म कहीँ देखेको पनि छैन। किन मुलुकमा चाहिँ आगो नै ल्याउँछ भन्नुहुन्थ्यो, खोइ त त्यसको बारेमा। जस्तै बालमतीको कुराहरू हिजो अलिकति कुरा अगाडि उठेको थियो। मेरो वडामा के गरे त, वडाको 51वटा इन्डिकेटर कसरी पुरा भएर आएको छ भन्ने पुरा नभई कसैले घोषणा गर्छ, स्थानीय तह आफै ल मेरो घोषणा हो भनेको भन्ने भ्रममा हुनुहुन्छ। स्थानीय तहले सबै कार्य सम्पादन गरेपछि जिल्ला समन्वयमा त्यसको प्रतिवेदन पेश हुन्छ। जिल्ला समन्वयले पनि पाइप केलाएर हेरिसकेपछि प्रदेशमा सिफारिस गर्नुहुन्छ। प्रदेशको अनुगमन आइसकेपछिको घोषणा हुने होइन र राज्यको स्रोत त्यत्तिकै दुरुपयोग गर्न स्थानीय सरकारको जनप्रतिनिधि लागेको भने भ्रममा पर्नै हुँदैन, होइन भने विश्लेषण गर्नुपर्छ भने। झन्डै 10वटा कुरामा वर्गीकरण गरेर अगाडि गरेको छ। एउटा कार्यविधि बनाएर कमसेकम मुख्य बाटोहरूबाट 100 मिटर भित्रलाई चाहिँ आवास बनाउने, त्यसपछि कृषि बनाउने, त्यसपछि व्यवसाय बनाउने, अनि औद्योगिक क्षेत्र घोषणा गर्ने, त्यसको कार्यविधिले त्यही भनेको छैन। त्यसैलाई जोडेर हामीले कार्यविधि अर्को बनाएको त हो नि। र त्यसै गरी नदी नाला तथा तालहरू कहाँ छन् त्यसको खोजी गर्ने कुराहरू, सार्वजनिक उपयोग गर्ने भूभागका कुराहरू छन्, खनिज तथा स्रोतहरू कहाँ छन् भन्ने छ, संस्कार संस्कृतिका कुराहरू कहाँ जोगाड गर्ने भनेर, अनि निर्माण सामग्रीहरू उत्खनन गर्ने क्षेत्रहरू कुन कुन, यसरी 10वटा क्षेत्रमा विभाजन गरेपछि गरेको। मन्थली नगरपालिकामा 500 मेट्रिक टनको एउटा चिसा केन्द्र स्थापना भएको छ। त्यो स्थापना भएर हामीलाई अहिले परीक्षणको रूपमा प्रदेश सरकारले सहयोग गर्नुभएको छ कि त्यो परीक्षणको रूपमा उपयोग गर्नु भनेर। अब मन्थलीमै भन्ने हो भने उत्पादनको क्षेत्रमा त्यति धेरै छैन। त्यसै गरी एउटा कृषि सङ्कलन केन्द्र भनेर ट्राफिक चोकमा एक तला माथि हामी फेरि थपेका छौँ। त्यहाँ झन्डै 19वटा सदर छन्। त्यसैले जोडेर एउटा कृषि एम्बुलेन्स पनि खरिद गरेका छौँ। कृषिको टेक्निकल कुरालाई अगाडि बढाउने भनेर एउटा प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा गरेको, त्यो कुरामा पनि कसरी जोड्न सकिन्छ, संरचना बन्यो त्यहाँ राख्ने कुराहरू त एउटै पालिकामा पर्याप्त नहुने रहेछन्। त्यसकारण सदरमुकाम भएको कारणले गर्दा नि तपाईँहरूसँग यो कसरी जान सकिन्छ तपाईँहरूले नि देख्नु नै भएको छ नि सामाजिक सञ्जालमा। हामीले तिरेको कर उपयोग गर्ने, आफू मौज मस्ती गरेर हिँड्ने, आफूले के गरेको भनेर पनि लेख्नु भएको छ। भनेको जस्तो छैन, स्वतन्त्र छ, नागरिक समाजले कुरा उठाउनु पाउनुहुन्छ, तर पनि कुन कुरा उठाउँदाखेरि त्यसको दम छ, गहिरो छ भन्ने कुरा हो। यो काम गर्दा के हो भन्ने, यो गरेन उ गरेन त धेरै सजिलो रहेछ। म हिजो एउटा कार्यकर्ता राजनीतिक दलको हुँदा नागरिक समाज हुँदा के गर्थे भने यो काम हामी भयो भने सबै पुरा गर्छौँ, यो भ्रम हो, भोलि हेर्दै जाने त हो नि, यही समाजमा बस्ने हो, हिजो नि देखेको अब भोलि पनि देख्ने नै हो कि के गर्नुभयो कसो गर्नुभयो भने। यो एक हातले ताली बजेको अहिलेसम्म कहीँ देखेको पनि छैन। त्यसकारण सबैले मम गर्नुपर्छ र सबैले गरेका सङ्घ प्रदेश र स्थानीय तहले स्रोत र साधन उपयोग गर्ने कुरामा, जस्तै निर्माण व्यवसायको कुरा गर्नुभयो, अहिले सम्पन्न नभएको स्थानीय तहमा विशेष गरी निर्माण व्यवसायसँग ठेक्का भएका कुराहरूको समस्या मात्र हो। अब उहाँहरूले एउटा यो समस्या भनिसकेपछि सहज हुने रहेछ, राज्य पनि चुप लागेर बस्ने, किन मुलुकमा चाहिँ आगो नै ल्याउँछ भन्नुहुन्थ्यो, खोइ त त्यसको बारेमा केही गर्न सकिएन त। त्यही भएर पनि योजना धेरै ठाउँमा रहेको हो। हाम्रा पनि केही 75% भएर बाँकी रहे र निरन्तर भएको योजना पनि प्रयोगमा ल्याउन दिनलाई कति कन्जुसिया भने त्यसको अध्यक्ष स्थानीय तहले भोग्नुपर्ने। नबुझ्ने मान्छेले त भन्नु मिलेन नि। समपूरक 3टा आगोमा 2टा मात्र आयो, त्यसको दोष कसलाई आयो? राजनीति हिसाबले हाम्रोमा आएन। विधि त तल्लो लेभलमा मात्र लाग्ने रहेछ, राजनीति हिसाबले नै यही लाग्छ। केन्द्रले के गर्यो कसो गर्यो छैन। स्थानीय तह टोल कमिटीलाई गाली गर्ने, खोइ काम गरेको, खोइ प्रगति गरेको। ठ्याक्कै विकासको मोडल र काम पनि त्यसरी नै अगाडि गएको छ। यसलाई हामीले सबैले मम गरेर आगामी दिनमा कसरी सुधार गर्न सकिन्छ, यो सुधार गर्न कसको भूमिका के हुन्छ भन्ने कुरामा हामी लाग्नुपर्छ।